दुर्गा पर्साईलाई काठमाडौँ पठाइएको छ। काँकरबिटा नाका हुँदै झापा ल्याइपुर्याएका उनलाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाज मार्फत काठमाडौँ पठाइएको हो। विमानस्थल ल्याउनु अघि पर्साईलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको थियो। उनीसँगै पक्राउ परेका उनका अङ्गरक्षक दीपक खड्कालाई पनि काठमाडौँ लगिएको छ। दुवैजनालाई काठमाडौँ ल्याएर राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ। हिंसात्मक प्रदर्शनका कमान्डर पर्साईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी नेपाल ल्याइएको हो। पर्साईसँगै खड्का पनि भेटिएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। चैत्र 15 गते तिनकुनेको राजावादीको प्रदर्शन स्थलबाट फरार भएका पर्साईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी नेपाल ल्याइएको हो। राजावादीको नाममा तिनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी पर्साईले भारतीय प्रहरी समक्ष आफूले आत्मसमर्पण गरेको दावी गरेका छन्। प्रहरीको टोली पर्साईलाई खोज्न केही दिन अगाडि भारत गएको थियो। गत चैत 15 गते राजावादीको प्रदर्शनमा तिनकुने क्षेत्रमा हिंसा भड्काएको आरोप लागेपछि उनी फरार थिए। राजावादीको प्रदर्शनमा आन्दोलनकारीलाई उक्स्याएर घटना घटाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा प्रहरी हिरासतमा छन्। उनीहरू विरुद्ध राज्य विरुद्धको अपराधको कसुरमा मुद्दा चलाइएको छ। तिनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा 2 जनाको ज्यान गएको थियो भने सुरक्षाकर्मी सहित 130 जना बढी घाइते भएका थिए। अब पार्लर सम्बन्धी सम्पूर्ण तालिम तथा सेवाहरू द ब्युटी वर्ल्ड बिर्तामोडमा आजै सम्पर्क गर्नुहोस्। भद्रपुर रोड बिर्तामोड झापा।